Hello everyone, welcome back to my channel. अनि आजसम्म हामी गोदावरीमा पिकनिक खान आएको. सो यो छ हाम्रो खानेकुराहरू अनि पार्टिसिपेन्ट्सहरू. हाई गाइस, सो हामी अब चटपट बनाउन लागेको. यता छ हाम्रो सामान. सुबिन सरको के हाई भन्छ. कस्तो लागेको छ तिमीलाई गोदावरी फर्स्ट टाइम आउँदाखेरि? अन्तर्वार्ता अन्तर्वार्ता के भन्छ? अन्तर्वार्ता त्यस्तै है. ल ल अब म यताबाट स्टार भिडियो देखाइदिन्छु. हामी गोदावरीमा ड्रामाको यहाँ त हाम्रो चटपट बनाउँदै खाना बनाउन आउँछ कि आउँदैन अरे? सेफ अरे. त्यो त तेरो गोल भएर काट्ने ढङ्ग थाहा हुन्छ. काट्छ के अरे? हातमा काट्दैन नि मैले. कस्तो गरेर काट्ने जाने हाम्रो बुटलमा स्क्रिनमा काट्छ. बुटल यहाँ त क्युट देखेको. आमा हावा यस्तो राखेको त मेन क्यारेक्टर. So I was so around. तर यहाँ पुरै हरियो हुन्थ्यो नभए समरमा चाहिँ. We have this. मजाको घाम लाग्छ मेरो त यहाँ. फेस सर्भ गर्दै काट्यो. ओके, एकछिनमा भेटौँ साथीहरू. त्यो एउटा थियो नि दमौलीमा त्यो के प्याक गरेर बाहिर विदेशमा नि पठाउने एउटा. एउटा थियो कि खिचै हो हाम्रो. हुन्छ प्याक गरेर अघि तेलसँग पठाउँछ अनि तेलमा फ्राई गरेर खाँदै नि हुन्छ. 4 दिनसम्म भिडियो त्यो गरे नि हुन्छ. क्या बहिनी थिएन के आन्टीहरूको टिकटक हुन्छ नि. म चाहिँ चटपट वाली, म चाहिँ भात वाली. Prepared. Yes, Oh. यसमा अब कति चिप्सहरू हालिसक्यो. फुलबाट खुर्सानी, लसुन जाँदैछ. आलु अनि तोरीको तेल, सेसमी भनेको प्याज काटेको. मोमोको बनाउँदाखेरि यसको त आलुको मोमो केमिकल.
भनेर बस्ने यो यसमा नि हाल्छु मैले के खुर्सा टिमुरको छोप भइहाल्यो अनि उल्टा साथी यो मिचाइदियो यो वेट पिछले अनि वाटी कुनामा आउँछ है अब त कति भएन पहिला यो एउटा हात गरिदियो कोरियन गिफ्टबाट फेरि थाक्थुवा बनाउने यो काटेर हामी तर जहिले फाइदा भएको बेला आएपछि है लास्टमा पनि हरियो छैन नि हजुर म लास्टमा आउँदा पानी परेको डेन त्यतिखेर त बस्न गरेर आएको छैन त फेरि त्यो पनि रहेछ कि यस्तो गोदावरीमा गएर घाम ताप्नु हुन्थ्यो होला मुझे पानी परिहाल्छ है यहाँ त त्यो समर बेला ऊपर अब हामी पानी मिक्स गर्नु त्यस्तो गरेर पुरा भिजेको भयो बरु यस्तो स्यापेर यस्तो हट्दैन होला बाङ्गो भयो कपुले गरौँ अब यहाँबाटै सिधा हामीको होस्टेल बस्यो एउटा त्यो लुगा दिने बाटो हुन्थ्यो नि सबजना हुन्थ्यो नि त अनि त्यो गएर ल्याउँथ्यो राम्ररी अनि त्यहाँ सबको त्यो गर्थ्यो क्या अनि सबैजनाले 1 घन्टा चौथो आइपुगेको वर्डहरू कति टिप्न थाल्यो राम्रो प्रयास चाहिँ गर्छ नि त धेरै खासै राम्रो प्रयास थियो बन्द गरिदिन्छ है
स्वभाव मिठो भयो मिठो मलाई पिरो चाहिँ अलिक कम लाग्यो टल्केर केही देखेको छैन हामी अब यता यस्तो फुलहरू हेर्न जाने हामी लेट्स गो बाई गाइज टिकट हो यो सो हियर वी आर यस्तो जङ्गलमा नि राम्रो कुरा आउँछ फेरि फेरि भएर फेरि फेरि वान फोर फेरि 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 चिया बगान भनेको कहाँ हो यहाँ त केही त छैन आराम हुन्छ अहिले उतातिर चाहिँ हो यार उयो हराउने रे क्या तर ए अँ यतैतिर हो तलतिर फुलहरू हामी यस्तो फुलहरू हेरेर आउँछौँ ल जङ्गलहरू यो त अघि हामी अघि अर्कै ठाउँ होइन र कतातिर हो क्या त्यो फुलहरू ठाउँ यो यहाँ माथिबाट कता कता हेर्ने ठाउँ हो कि यतै माथितिर जस्तो लाग्यो कि निस्किने ठाउँ पो हो कि यो त के हो ए यतैतिर जानु वा हेर्नु लुक एट द सन जस्तो त सिनेमेटिक भिडियोतिर परी जल परी त्यो एउटा त्यो टिकटकमा साउन्ड थियो नि मलाई याद आएको थियो उता हेर्नु न बोक्सी भने गरे त्यो साउन्ड थियो नि अझै ए गरे मलाई लाज लाग्छ सन ल बन्द गर्छु भयो सो हामी हराएर यताबाट स्टोरी घुमेर आयौँ अनि यता चालु लाग्यो के भने भोक लाग्यो त चुच्ची ए चुच्ची देखेर ह्यान्डसम है त्यस्तो उता सोल्टी ढोकै समात्दै एकचोटि पठाइदिन्छु आँखा त कस्तो म कट गरेर भन्छु ल यो भिडियो फोटोमा त्यो यो आँखा एरियाको जोक्स नगर्छ त्यो पफ भएर बुझ्यो सपनाको त्यो ज्योत्सना जस्तो देखेछ रे ऊ छैन यो आँखा मात्र नेवारी च्वाक मैच्याङहरू सो नेवारी त होइन किन थाहा छैन तिमी यस्तो डाइभर्सिटी भएको देशमा बसेर तिमी यस्तो गर्न पाउँदैन सबले जे पनि लगाउन मिल्छ बुझ्दैछ पढेर सामाजिक सोसियल मैं फोटो खींचना है तो यो ब्रिज में खींचना लाइक कर मानते तो हाँ फूल से की पहनो फूल है रास्ते तातो छ हिरो नि यसले 1000 वटा फोटो खिच्छ क्या आज आइपुग्दै जाम खिच्न खाँदो रहेछ कि चटपट खाओ खाओ आओ आओ खाओ खाओ कुन कलर हामी घर फर्किँदैछौँ अब